हेलो गाइज सबैजनालाई नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै आरामै छौँ। अहिले चाहिँ हामी बेलुकी खाना खाएर बाटोतिर हिँड्न जानु लाग्छ नि त दिदी। मोटाइ त्यही भएर हिँड्नु मन लाग्छ। 40 केजी र 45 केजी 40 केजी र 45 केजी। तपाईँको दिन्छ म 40 छु। 45 ल भएर हिँड्न जानु लाग्छ नि, त्यही पनि अलि धेरै मोटाइम के थोरै मोटाउनलाई। तपाईँहरू कति केजी हुनुहुन्छ भन्नला। हाम्रो गाउँपालिकालाई परेको बजेट छ 62 करोड 17,31,500। तर बाटोको हालत भने यस्तो छ, कहिले विकास हुन्छ आखिर कहिले? हाम्रो बाटो बनाउन पर्यो सरकार। यहाँ बिरामी हुँदा पनि बाटो छैन, मान्छे एम्बुलेन्स आएर मान्छे लैजाने बाटो छैन। कृपया बाटो छिटो छिटो बनिदिनु हुन अनुरोध गर्न चाहन्छु। मैले चाहिँ निर्मित भयो 2-3 महिना भयो होला यो बाटो चाहिँ घुम्टी बनाएको होइन, तर बाटोको अवस्था हेर्न सक्नुहुन्छ। घुम्टीको अवस्था यस्तो छ, कहिले विकास हुन्छ के कहिले हेर्न सक्नुहुन्छ घुम्टीको अवस्था। गाडी आयो पनि राम्रोसित गाडी पनि घुम्दैन। यहाँ गाडीको सट्टा बाटो पानी हिँड्छ, पानी। अब डुङ्गा चलाएर हिँड्नु पर्ला जस्तो छ। त्यही भएर हेर्नुहोस् जिम्रो गाउँपालिकाका अध्यक्ष छिटो बजेट पारिदिएर हाम्रो बाटोलाई चाहिँ स्वर दिन पर्यो ल। अरू त्यस्तै हो, घुम्टी चाहिँ राम्रो चाहियो, राम्रो नाली सहितको। यहाँबाट लोटेर खोइ जाली छैन, यहाँबाट लोटेर तल खोला पुगिन्छ। खोला